रातिको समयमा तपाईँ पुनर्वासदेखि धनगढीसम्मको यात्रा गर्दै हुनुहुन्छ? यदि गर्दै हुनुहुन्छ भने सबैभन्दा बढी डर कहाँनिर लाग्छ? एकपटक सोच्नुहोस् त। सोच्नुभयो? सबैको दिमागमा सिमरी पुलदेखि दोदा पुलको बीचको क्षेत्र पर्छ होला। तपाईँहरूले पनि यही सोच्नुभयो होला है? अन्धकार रातको समय, न बस्ती छ न त सडक बत्ती नै। त्यही माथि दोदा र सिमरी खोलाको क्षेत्र, अझै त्यसको पूर्वतर्फ भारतीय दुधुवा राष्ट्रिय निकुञ्ज। कहिले जङ्गली जनावरको डर त्रास त कहिले मान्छेको नै डर। पटक पटक पुनर्वासीले माग्दै आएको योजना दोदा सिमरीको बीचमा सडक बत्ती जडान गर्नु पर्यो। अब भने त्यो योजना सुरु भएको छ। पहिलो चरणमा दोदा पुलदेखि झन्डै 1.5 किलोमिटर क्षेत्रमा सडक बत्ती जडान हुने भएको छ। आइतबार सडक बत्ती जडानका लागि हरेक 30-30 मिटरको क्षेत्रमा बत्तीको पोल राख्न खाल्डो खन्ने काम सुरु भएको सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले जानकारी दिनुभयो। प्रदेश सरकार र पुनर्वास नगरपालिकाको संयुक्त लगानीमा सडक बत्ती जडानको काम सुरु भएको उहाँले बताउनुभयो। अहिले आधा क्षेत्रमा सडक बत्ती जडान हुने जानकारी दिँदै आर्थिक वर्ष 2083-84 को बजेटमा समेत सडक बत्ती जडानका लागि निरन्तरता दिन बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो। पहिलो कुरो त यो चालु वर्षमा तपाईँको सडक बत्तीका लागि भनेर 25 लाख रुपियाँ हामीले प्रदेश सरकारको तर्फबाट विनियोजन गरेका थियौँ। त्यो ठेक्का प्रक्रियामा जाँदा पहिलो चरणमा त ठेक्का यहाँ कुनै पनि ठेकदारहरूले चाहिँ यसलाई बनाउनको लागि ठेक्कै नै भएन। त्यसपछि धेरै गरिसकेपछि तेस्रो चरणमा मुस्किलले चाहिँ ठेक्का प्रक्रिया अगाडि बढाएको छ र आजदेखि यो काम हुँदैछ। यद्यपि अब यो पैसा कम भएको छ। अब यसपालिको आज मात्र अब हाम्रो बजेट करिब भोलि घोषणा हुँदैछ। मैले फेरि पनि यसलाई पनि पुरा गर्ने र अर्को बाटोमा पनि त्यो दोदा पुलदेखि लिएर तपाईँको माथि हेल्थ पोस्टसम्म पनि सडक बत्ती लगाउने भनेर हिजो मात्र मैले फेरि पैसा प्रस्ताव गरेको छु। मलाई लाग्छ अब यो वर्षकोले जहाँसम्म पुग्छ 1200 मिटर हुने रहेछ। अब हामीलाई के हो आकलन भने पहिला अब प्राविधिक आकलन गरेर गरेको होइन, यो पहिला नै त्यस्तो गर्नुपर्ने रहेछ। अब त्यसो भएर पैसा अफु भएको कारणले चाहिँ अहिले अधुरो रहेको छ। जस काम एउटा राम्रो कामको थालनी आउने आर्थिक वर्षमा चाहिँ यसलाई पुरा गर्ने भनिकन फेरि पैसा मैले त्यो सहित सिसी क्यामेरा पनि अझ यो दुईटै बाटामा खास ठाउँहरूमा सिसी क्यामेरा सहित राख्ने भनेर मैले राम्रो बजेट प्रस्ताव गरेको छु। मलाई लाग्छ आउने वर्षको बजेटमा यो सबै काम पुरा हुन्छ। यसमा थप नगरपालिकाले पनि काम गरिराखेको छ। अहिले हामी दुईटैले नगरपालिका र प्रदेश सरकारको तर्फबाट गर्दा त्यति पुगेको छ भने आगामी वर्ष हामी यसलाई पुरा नै गर्छौँ। मलाई त के थियो भने 25 लाखले पुग्छ भन्ने मेरो आकलन थियो। यस्तै पुनर्वास नगरपालिकाका प्रशासकीय अधिकृत तथा योजना शाखा प्रमुख शङ्कर बोगटीले प्रदेश सरकारको 20 लाख र पुनर्वास नगरपालिकाको 15 लाख गरी 35 लाखको बजेटमा सडक बत्ती जडानको काम सुरु भएको बताउनुभयो। तेस्रो पटकको सूचना जारी गर्दा मात्रै इबिड मार्फत दीप लाइट इनर्जी काठमाडौँलाई टेन्डर परेको उहाँले जानकारी गराउनुभयो। पनि विद्युत इन्जिनियर नभएको कारणले हामीले यति भए पुग्छ कि भन्ने यतिले केही बजेट विनियोजन गरिएको थियो र सो कार्यान्वयनको लागि हामीले लागत अनुमान तयार गर्नुपर्ने विद्युत इन्जिनियर हुन्छ। विद्युत इन्जिनियर हाम्रो सुदूरपश्चिम प्रदेशभरिका 88 वटा पालिकामध्ये एउटै धनगढी उपमहानगरपालिकामा सँग मात्र विद्युत इन्जिनियर हुनुहुन्छ यो 2-3 महिना। त्यसपछि हामीले इबिड गऱ्यौँ। इबिड गरिसकेपछि यो परेन, 1-2 पटकको इबिडमा पर्दै परेन, कसैले पनि हालेन। न हाम्रो इबिडमा हाल्यो न प्रदेश सरकारको इबिडमा हाल्यो। पछि अब 2-3 पटक इबिड गरिसक्यो, पर्दैन। अनि सरकारको के हुन्छ त यो अहिले बजेट कार्यान्वयन गर्न सजिलो सहज वातावरण कसरी हुन्छ भनेर भन्दाखेरि पछि हामीले एउटा आइडिया के निकाल्यौँ भने 25 पटक घटाएर 20 लाख, प्रदेश सरकारको 20 लाखको हुने बित्तिकै हामीले सूचना 1 हप्ताको सूचना निकाले पनि हुने भएका कारणले यो बजेट अहिले यसै वर्ष कार्यान्वयन हुन्छ भनेर अन्तिम पटक इबिड गर्नको लागि प्रदेश सरकारको 25 लाखलाई 20 लाख बनायो र हाम्रो 15 लाखको त 15 लाख भयो। माननीय मन्त्रीज्यूले पनि बोल्नु भएको छ र हाम्रो स्थानीय सरकारको नगर प्रमुखज्यूले पनि होइन यसपालि हामी जसरी पनि कम्प्लिट गर्छौँ भनेर दुवैजनाले बोलेको हुनाले सम्भवतः यो साउनपछि लगत्तै फेरि नयाँ चाहिँ बाँकी रहेको कामको लागि सुरुवात हुन्छ। वर्षौँदेखि अँध्यारोमा हिँड्न बाध्य पुनर्वासीहरूका लागि अब भने ठुलो राहत मिल्नेछ। तर पहिलो चरणमा झन्डै 1.5 किलोमिटर मात्रै बाटोमा सडक बत्ती जडान हुनेछ। बाँकी 1.5 किलोमिटरका लागि स्थानीयले अझै केही समय कुर्नुपर्नेछ।